तपाईको त्यो प्यारालाइज हुने छोरीको चाहिँ गुमुत टटी पिसाब सबै ओछ्यानमै ओछ्यानमै उसले यताउता बामी सरे यता जानु सक्दैन नि। अन्त यस्तो सुने तपाईँको त्यो छोरीको चाहिँ त्यो बाहिर हावामा लाग्दाखेरि नै हावा उसको त्यो जिउमा लाग्दाखेरि नै त्यो घाउ बल्झिने हो त्यस्तो हुन्छ अरे भन्ने के सुनेको थियो। हजुर यो अब खास गरी चाहिँ त्यसो यो के अरे बिमारी चाहिँ अब डक्टरहरूले चाहिँ स्किनको यो बिमार अब भित्र बिमारी छैन त्यो बाहिरको मात्रै हो भनेर कुरा गर्यो। तर अब यो खुट्टा होला पनि जस्तो पनि लाग्यो। अब अहिले बाहिर चाहिँ अलिअलि अब भित्रबाट थाम्ने पनि थिएन होला बिमारीले र अनि अहिले त्यस्तै अलिअलि घाउहरू अलिअलि छ। अन्त अब लुगा ओढ्नु चाहिँ हुँदैन रहेछ। सेवा र बाउ सेवा बाउको नाम मेरो सुखबहादुर राई हो। सुखबहादुर राई नि कति उमेरको भयो? म 61 पुगेँ। 61 नि। म अहिले तपाईँलाई भेट्नु आएको चाहिँ उद्देश्य चाहिँ एउटा तपाईँको छोरी एकदम प्यारालाइज भएर पहिल्यैदेखि वर्षौँ भएर धेरै भएको सुनेको थियो। त्यो छोरीको नाम के हो, कति वर्ष भयो बिमार भएर प्यारालाइज भएर कति साल भयो, अन्त त्यहाँदेखि अहिले कति उमेर पुगेको छ नानीले, अन्त घरमा को छ, तपाईँले के को दुःख छ हो एउटा भनिदिनुहोस् भनेर नि। अगाडि नानीको नाम र कति साल भयो नानी बिमार भएको, अन्त नानी कति उमेर पुग्यो त्यो? हजुर नानी चाहिँ बिमार भएको हो खास गरी चाहिँ अहिले 26-27 साल जस्तो भयो। 27 साल नि? हजुर अहिले 35 वर्ष पुग्यो नानी चाहिँ। 35 नि? हजुर हजुर। अन्त अब त्यस्तै प्यारलास छ। पहिला चाहिँ अलिक जाति भएको थियो अनि माथि थिम्पूमा चामचाङतोङ स्कुलमा पनि लगायौँ स्कुल अनि 3 क्लास पढ्यो। त्यहाँबाट अनि अलि जाति भयो अनि यहाँनिर कताले स्कुलमा लाउनु पऱ्यो भनेर माथिबाट सर्टिफिकेटहरू पनि सबै लिएर आयो नि दाजु। अन्त यहाँ पुगेपछि फेरि बिमार बल्झ्यो। अन्त यो खुट्टाको यो समस्या भयो अनि फेरि पनि मैले थिम्पू हस्पिटल लगेँ। म 9 साल बसेँ दाजु माथि थिम्पू हस्पिटल वार्डमा। अन्त 9 साल चाहिँ तपाईँले के नानी रुँगेर? नानी रुँगेर 9 साल चाहिँ म वार्डमै बसेँ। 9 साल नि? हजुर 9 साल थिम्पू हस्पिटल। हजुर माथि यो के भन्छ साइगर वार्डमा। अनि 9 साल बसेँ। मेरो परिवार अब छोराछोरी चाहिँ कोही अब यतै गाउँमै थियो, म चाहिँ नानी लिएर हिँडेँ। अनि 9 साल बस्दाखेरि पनि बिमारको अलिक पत्ता लगाउनु सकिएन भन्यो अब डक्टरले। अनि कलकत्ता पठायो। 1 महिना 10 दिन कलकत्ता बसेँ। त्यहाँबाट आएपछि फेरि यो खुट्टाकै बिमार भएर नि त त्यतिकै अनि त्यति स्कुल लाउनु पऱ्यो भनेर घाउहरू पनि अहिले अलिक जाति भएको थियो। त्यहाँबाट फेरि अहिले घाउहरू फेरि अलिअलि आउँछ, त्यस्तै जाति हुन्छ। तर खुट्टा चाहिँ त्यो प्यारालाइज नै भयो नि त उठाएर हिँड्नु सक्दैन ओछ्यानमै। अनि अब हामीले ढाडा पिसाब पनि त्यहाँबाट आमा बाउ अब हामी कतै पनि हामीहरू उम्किनु पाउँदैन। अनि अब गाउँतिर कोही आमा गयो भने पनि बाउ बस्नुपर्छ। हजुर घरमै बस्नुपर्छ। अब ढाडा पिसाब थापिदिनु पऱ्यो। अनि त्यसले गर्दाखेरि अनि अब म गाउँतिर डुल्ने काम पऱ्यो भने चाहिँ आमा ढुक्कै बस्नुपर्छ, घरमा बस्नुपर्छ। अन्त त्यसले गर्दाखेरि त्यस्तै दुःख छ दाजु। अन्त अनि कतै अब डुल्नु पाइँदैन। अनि अब कोही बेला गाउँतिर इमर्जेन्सी मिटिङहरू हुन्छ, त्यतिखेर मिटिङको टाइममा पनि आइपुग्नु सकिँदैन हो। अन्त त्यसले त्यस्तै छ। अनि अब छोरा छ एकजना छोरा, अब त्यो चाहिँ अब अलिअलि यताउति बाहिर काम गरिन्छ। हजुर। अन्त अब अनि बुहारीहरू पनि छ। अब बुहारी पनि अलिक बिमारी छ, खुट्टै दुख्ने। तपाईँको त्यो प्यारालाइज हुने छोरीको चाहिँ गुमुत टटी पिसाब सबै ओछ्यानमै? ओछ्यानमै। उसले यताउता बामी सरे यता जानु सक्दैन नि। अन्त यस्तो सुने तपाईँको त्यो छोरीको चाहिँ त्यो बाहिर हावामा लाग्दाखेरि नै हावा उसको त्यो जिउमा लाग्दाखेरि नै त्यो घाउ बल्झिने हो त्यस्तो हुन्छ अरे भन्ने के सुनेको थियो? हजुर यो अब खास गरी चाहिँ त्यसो यो के अरे बिमारी चाहिँ अब डक्टरहरूले चाहिँ स्किनको यो बिमार अब भित्र बिमारी छैन त्यो बाहिरको मात्रै हो भनेर कुरा गर्यो। तर अब यो खुट्टा होला पनि जस्तो पनि लाग्यो। अब अहिले बाहिर चाहिँ अलिअलि अब भित्रबाट थाम्ने पनि थिएन होला बिमारीले। र अनि अहिले त्यस्तै अलिअलि घाउहरू अलिअलि छ। अन्त अब लुगा ओढ्नु चाहिँ हुँदैन रहेछ। लुगा ओढ्नु हुँदैन। अनि अहिले पातला च्यादर गरेर उसलाई एकदम फ्यानमै राखेर अनि त्यो शीतल गर्दाखेरि चाहिँ यो छालामा यो अहिले घाउ आएको छैन। अन्त उता त्यो तारायणाबाट पनि डक्टरहरूले त्यहाँ
यो एउटा त्यो मेसिनहरू अनि यो मेल्टसहरू पनि दिएको छ यो मात्रै मेसिनहरू दिएको छ अनि त्यो लगाएर ढुक्कै अब त्यसमा चाहिँ अब पुरा त्यो मेसिनमै अनि यो ओछ्याउने मेल्टसमा पनि त्यो हावा छ पम्प लाउने ए हजुर हजुर त्यो दिनुभएको छ अनि त्यसले गर्दाखेरि बिमारीले सुत्ने उल्टी पल्टी चाहिँ आफैले गर्नुपर्छ पल्टिँदैन ए पल्टिनै सक्दैन ओछ्यानबाट पल्टिन सक्दैन एकखेप उता फर्केपछि फर्के यता फर्केपछि फर्के हजुर अनि उसलाई उता नगएर सुते उता त्यो उतार्न सुत्यो नि सुतेको हुनेछ अनि त्यहाँबाट अनि उसलाई 1 घन्टा एकपट्टि फर्कायो त्यहाँबाट लु अर्कोपट्टि पल्टाउ भन्छ अब दुख्यो भन्छ घाउ त्यहाँबाट अर्कोपट्टि 1 घन्टा गरेर उसलाई पल्टाउने अनि उतार्नु पनि त्यस्तै गर्दै गर्दै अनि त्यस्तै गरेर अब अहिलेसम्म बिमारी चाहिँ त्यस्तै छ उनीहरू अहिले त्यस्तै गरिरहेको छ 27 साल भन्नु भने 27 इयर्स हजुर अनि यस्तै छ र पनि अब के गर्नु होइन अब अहिलेसम्म दुःख भोगिरह्यो हस्पिटल पनि म नबसेको होइन सबैपट्टि पुऱ्यायो हस्पिटल धामी झाँक्रीदेखि लिएर सबै लगाएको टाकटुकै सबै सकेन हो त्यस्तै अनि त्यहाँबाट चाल्यो त्यस्तै भएर त्यस्तै छ भने दुःख त्यस्तै छ अब बिमारी अब सास बन्जाल त आस बन्जाल अब हेर्नै पर्यो हजुर अन्त त्यसले गर्दाखेरि अब त्यस्तै छ के गर्नु अस्ति म पोहोर हो नि पुगेको हजुर तपाईँ पोहोर त्यहाँ पुग्दाखेरि धेरै अब परिस्थिति चाहिँ धेरै अब त्यहाँनिर अब हेऱ्यो भने पनि एकदम दुःख लाग्दो हजुर होइन हेर्नै नसक्ने हजुर होइन रुममा पसेको बित्तिकै अब उसको घाउहरू गनाउने पुरा हौ यस्तो सबै रुमै गनाइदिने घाउ होइन त्यस्तो छ अब हो त्यसले गर्दाखेरि अब आफ्नो छोरी हो किन माया लाग्दैन तपाईँहरूलाई होइन अन्त केही कुछ गर्नु सक्छ होला भने तपाईँहरूले नै धेरै प्रयासहरू हस्पिटल धामी झाँक्रीदेखि लिएर लामा पढाउनुदेखि सबै गरिसक्नु भएको छ तपाईँले सबै होइन अब उसको बिमार चाहिँ के रहेछ भने यस्तो हेर्दाखेरि त्यो हात र त्यो खुट्टा झन् त्यो गाँठो परेको झन् गाँठो पर्दै जाँदो रहेछ होइन अब यस्तो भएको छ नि अनि पहिला हात राम्रै चल्दै थियो अनि डम्फु हस्पिटल लग्यौँ अनि त्यो इन्जेक्सन लगाएपछि चाहिँ त्यो सुई लगाएपछि चाहिँ यो गाँठो निस्क्यो अनि त्यो गाँठो निस्केपछि हात अहिले यस्तो फर्कियो यो यतापट्टि यो सुई लगाएकोमा यता पनि गाँठो निस्क्यो त्यहाँबाट यता अलि जातिबाट त्यहाँदेखि फेरि अर्कोपट्टि लगाएको त्यता पनि अहिले हात यस्तो भयो खुट्टा पनि पुरा यस्तै छ यस्तो छ खुट्टा पुरा घुँडा मान्नुहुँदैन अनि त्यहाँ कस्तो भएको भन्दा अब दसैँको दाजु छ हामी पहिल्यैदेखि अनि उसकोमा 1 महिना राखेर त्यहाँबाट उता अस्पताल पनि लग्यौँ त्यहाँ त्यस्तै भएन त्यतिकै त्यहाँदेखि भएन घरबाट फर्काएर फेरि ल्याएको अनि त्यहाँबाट चाहिँ नलगेको अब के गर्नु अब दुःख सुख आफ्नो अब नानी हो अब हेर्नै पर्यो सास भइन्छ अन्त त्यस्तै अब दुःखहरू छ अब त्यस्तै छ अब त्यसले गर्दा खेतीपातीहरू पनि लाउनु हामीलाई साह्रो परेछ अनि अब त्यो बिमारीलाई अब खानेकुरा माग्छ खानेकुरा अब दिनु पर्यो अन्त अब मासु उसले अब बिमारले गर्दा ढुक्कै नै उसलाई भरसके चाहिँ टुटाइदिएन भने हुने थियो जस्तै गर्छ अन्त अब मासुहरू किनेर अब दिनुपर्छ अनि कति अब घरमा छ अब कुखुराहरू कोही अब त्यो कुखुराहरू अब मारे सुँगुर चाहिँ दिनुहुन सुँगुरको मासुले चाहिँ एकदमै जिउ चिलाउँछ भन्छ अनि त्यसले गर्दा सुँगुर यो जङ्गलको बनेलोहरू पनि हामी दिनुहुन एउटा अब त्यो खास गरेर चिकन पनि नदिनु भन्छ यो छालाको बिमारमा त पनि अब खाओस् के गर्नु अब आफू मात्रै खाएर हुँदैन आफूले खाँदाखेरि मुखमा एक गाँस लाउँदाखेरि पनि आफ्नो नानीको याद आउँछ अन्त होइन अब के गर्नु अब शरीरले अब त्यस्तै छ अब खाना अब उसले अब नदिउँ भन्दा पनि भरे फ्यासै गइगयो भने त एउटा पुरा अब गिरगिटो अन्त त्यसले होइन दिउँ अब नबारौँ दिउँ अब जति हुन्छ अब सास बन्जाल हेर्नै पर्यो अब नुहाइधुवाइ गर्नुपर्छ सरसफाइहरू अब गरिदिनु पर्यो अन्त त्यस्तै छ त मैले यहाँनिर तपाईँलाई खासमा चाहिँ आज माथि जाने थियो तर आमा पनि यहाँसँगै आएको छु मेरो गाडीमा तपाईँहरूको फेरि अलिकति हिँड्नु पनि पर्छ बाटो अलिकति अप्ठ्यारो हुन्छ हो त्यही गरेर तपाईँलाई यतै बोलाएको नि मैले अन्त भोलिपछि म 1 महिना पछाडि फेरि आउँछु त्यतिखेर घरमै आउँछु नि ल अन्त अब त्यति दिनु केही पनि छैन खासैमा होइन यसो नानीलाई अलिकति तपाईँले यो अहिले गर्दै गर्नु भोलिपर्सि चाहिँ सामानहरू म
के किनेर डायपरहरू किनेर के उसको लाउने लुगाहरू चप्पलहरू के किनेर म लिएर आउँछु होइन। अहिले चाहिँ यो अलिकति तपाईँ ल यो चाहिँ अब बेसी छैन होइन, तपाईँ अलिकति कहिले काम चलाउँदै गर्नुहोस् होइन। नानीलाई पनि म भेटेको थियो भनेर भनिदिनुहोस् होइन। नानीले मलाई चिन्दो रहेछ? चिन्छ होइन, चिन्छ? चिन्छ। मोबाइलहरू हेर्छ नानीले? मोबाइलहरू त्यो हेर्नु त हेर्छ, तर आफैले लगाइदियो भने चाहिँ हेर्छ। अन्त म भेट्नु जाँदैछ भने भन्यो नानीलाई? हजुर भनेको के भन्दै थियो नानीले? त्यसो भए यता आउँदैन नि दासो भन्दै थियो। अन्त होइन अब आउँदैन, अब उता बाटो त छैन, सबै बाटो ब्लक भएको छ, नभए त यहाँ आउने थियो नि दाजु भने। म फेरि अब 1 महिना पछाडि फेरि आउँछु, त्यतिखेर चाहिँ म घरमै आउँछु नि बाउला। त्यहाँनिर गएर नानीसँग अब खानासँगै खाएर अब नानीलाई अब राम्रो भनिराख्छु, राम्रो बुझाउँछु होइन। अन्त कति मन दुःख भइरहेको होला, आफ्नै सँगै पढेको साथीहरू राम्रो राम्रो गरी खायो, कहाँनिर उनीहरूले जानु मन लाग्छ, के लाउनु मनपर्छ उनीहरूले होइन, त्यो भइरहेछ। तर उहाँलाई चाहिँ अब धेरै भित्रबाट मनमा पिरहरू होइन, भन्नु नसकेको मात्रै नि अब होइन। घरमा अब बाहिर निस्किनु नहुने होइन, बेडमा सुतेको गर्दा उसले नि के सोचिबस्यो होला होइन। अब सोच्यो भने नि अब 27 इयर्स भन्ने त त्यतिर सोचेर के सोचिसक्यो होला। हजुर अब बेडमै छ, बेडमै अब त्यति नै अब त्यहाँ पुग्यो। अन्त अब अहिलेसम्म अब साह्रो सुसार गर्नै पर्यो। आफूलाई नानी हो, कान्छी छोरी हो, नानीको नाम चाहिँ मनमाया हो। मनमाया? हजुर मनमाया राई हो। हजुर। अन्त त्यस्तै छ, अब के गर्ने, अब राम्रो लुगा लाउनु पाउँदैन। अन्त अब त्यो घाउले गर्दा हुँदैन। अन्त एउटा च्यादरहरू अहिले अब नुहाइदियो त्यहाँ ओछ्यानमा जिउ पनि बढेको जस्तो लागेन मलाई त्यो बहिनीको। छैन, जिउ पनि सुकेर नि, सुकेर त्यो बिमारले अहिले के बिमार थाहै छैन अहिले छैन। अब एउटा डक्टरहरूलाई चेक गर्न लाउँदा चाहिँ अब त्यो एउटा स्किनको बिमार भन्छ, त्यति नै, अरू बिमारै छैन भन्छ। अन्त दबाई त अब के, नानी 10 वर्षदेखिको मैले हस्पिटल लगेको, त्यतिमा चाहिँ उमेर 10-22 वर्ष हुँदाखेरि चाहिँ बिमार लाग्यो। एकैचोटि दिदीसँग गोठाला गएको थियो, जाँदाखेरि त्यो बहिनी चाहिँ त सुतेछ, खेल्न थाल्यो होला केटाकेटी, दिदी चाहिँ बहिनी सुतेछ। त्यतिमा कुनै कमिलाले टोके जस्तो गरेको छ नि, यो खाले आगोले पोलेको जस्तो भएको छ त्यहाँबाट छ। अनि अब धामी झाँक्रियो त कति लगाइयो हो। अन्त अब होइन लु अब हस्पिटल लैजाउँ भनेर लगेको, गाडीले बोक्नु मान्दैन फेरि दासु। केराको पातले पोका पारेर डोकोमा लगायो, डोकोमा लगाएर रहेको छ। हाम्रो ट्याक्सी ड्राइभरहरू छ हाम्रो यहाँ टाढतिर, तर मानेन, उठाउनु मानेन दाजु। अन्त के भएर चाहिँ उठाउनु नमानेको? त्यो अब पुरा घाउ लाग्छ अरे, घाउ सर्छ अरे, लाँदैन। यो अब सिनो लगेर के गर्नु भन्नेसम्म नि पार्यो दाजु। हजुर। अन्त बस मेरो बाले एउटा बोकेर बुढिसी दोबान लग्यो, अहिले बाटो थिएन यहाँ। अन्त बोकेर यहाँ खेताला खोजिवरी बोकेर लगेर अनि एउटा पारोबाट एउटा ठुलै मान्छे रहेछ, अनि हाइलेस थियो, अनि रोक्यौँ गऱ्यो। अन्त रोक्यो गाडी पनि, त्यहाँबाट त्यो फरेस्ट रहेछ। अन्त उसले लगिदियो, भाडा पनि लिएन, डोको तल फालिदियो। के गर्ने, डोको लगेर तल हुन्छ भने सिटमा राखेर लगेर अन्त टम्फूमा 2 महिना राख्यौँ। अनि लु हुँदैन तिम्रो बिमारी, यहाँ लु लैजाऊ, थिम्पू लानुपर्छ ल भने। अनि त्यहाँबाट एम्बुलेन्समा पठाइदियो थिम्पूमा चाहिँ। कुन सालको कुरा हो यो? 1988 को कुरा हो। 98 को होला। हजुर। अहिले जम्मा नानी चाहिँ 93 को हो। 98 को। हजुर। अन्त माथि लगेर अनि त्यहाँदेखि चाहिँ ढुक्कै राख्यो माथि वार्डमा। त्यो एउटा तेज कुमारी भन्थ्यो त्यो डक्टर, त्यो यो छालापट्टिको डक्टर रहेछ। अनि 15 दिनमा ल्याउनु भन्छ, 15 दिन राखिदिन्छ, फेरि 15 दिनमा ल्याउनु भन्छ। अनि अब मेरो यहाँदेखि अब बोकेर पनि लानुपर्ने बुढिसी दोबान। अनि त्यहाँदेखि अब छैन, 1 हल गोरु थियो, 2 माउ गाई थियो, त्यो पनि बेचेर सकेँ। त्यतिखेर गोरुको दाम 500 देखि थिँदै थिएन। अन्त
गाई माउथ्यो 500 रुपियाँ गोटा गरेर त्यो दुना गाई थियो 2 माउने बेचिदियो 1000 मा। त्यहाँबाट सुँगुर माउथ्यो त्यो पनि बेच्यो। त्यति लाँदा लाँदै त धाएर गाडी भाडा त्यति गर्दा गर्दै त्यहाँबाट छैन। मेरो अब केही उपाय भएन। अन्त अब एउटा जिल्लो जमिन मात्रै रह्यो नानीको खर्चले। अनि यहाँ मेरो होस् अब तिमीहरू यता दुःख सुख गर्नु, यता बरु म नानी लिएर जानु पर्यो, जसो होला म उभै काम गर्छु भनेर अनि मैले उभै काम पनि गरेँ। त नानी हस्पिटलमा राखेर त्यहाँबाट मैले त्यताउँदा त्यो वार्ड भाइसँग अलिअलि कामहरू गऱ्यो। मिस्त्री म गर्दै थिएँ अलिअलि पहिल्यैदेखि पनि। अन्त 250 दियो दाजु, 250ले दियो हाजिरा। अनि नानी वार्डमा राखेर अनि खानाहरू थापेर खाने भयो। अनि खानु ल भनेर म चाहिँ 5 रुपियाँको बिस्कुट, त्यो हाडे बिस्कुट निस्केको थियो, अनि गिजरबाट पानी थापेर मैले काम पनि एउटा त्यहीँ छेउमा पाएँ, सामजोको स्कुल छेउमै पाएँ। अनि त्यहाँ वाल लगाउने काम थियो। अनि त्यहाँबाट 250ले दिएको थियो त्यो वार्ड भाइहरूले। अनि उनीहरू पनि ओभर टाइम गर्थ्यो। अनि त्यस्तै गर्दै गर्दै त्यहाँ पैसा अलिअलि भयो। अब 30-40 हजार जस्तो कमाएँ। अनि त्यहाँदेखि त्यो नानीलाई के किनेर अब अस्पतालको त त्यत्रोजनालाई अब कहाँ पुग्छ त, अब बिमारी छ। अन्त अब त्यो बिमारीले खाना थापेर त्यो त बिमारी अगाउँदैन। अन्त त्यहाँबाट अनि होटेलमा गएर खानाहरू किनेर ल्याउँदै दिएँ। त्यसो गर्दै गर्दै त्यहाँबाट काम त्यसो गर्दै गर्दै बसेँ। त पारि वाइसेस ठुलो वाइसेस त्यो स्कुल त्यहाँनिर काम रहेछ फेरि वाल, त्यहाँ पनि मैले 50-60 हजारको काम गरेँ। अनि त्यतै बसेँ। अनि डक्टरलाई रिक्वेस्ट गरेँ, अब डक्टर मेरो त अब घरमा ओहोरदोहोर गर्ने पैसा पनि छैन, गाडी भाडा दिने पनि पैसा छैन, के गर्नु म्याडम। अब भयो भने चाहिँ मलाई एउटा सानो यता एउटा वार्ड छुट्टै अब दिनुभयो भने त म अब साह्रै दुःख पाएँ। पैसा छैन, एउटा जमिन मात्रै छ मेरो, कोही पैसा छैन, अरू चाहिँ उपाय भयो भने चाहिँ मलाई एउटा डक्टर दिनुहोस् न। एउटा कतिखेप म अब ओहोरदोहोर गर्ने भनेको टाइममा गाडी पाउँदैन भनेर रिक्वेस्ट गर्दा चाहिँ बस्नु। अनि अरू त्यो पेसेन्जरहरू ल्याउँदाखेरि यता मेरो त्यो वार्डमा अर्कै वार्डमा पठाउन थालेँ। त्यहाँबाट उनीहरूलाई त्यो वार्ड दिएर मलाई 9 साल बसेँ। 9 साल बसेँ म। अब हस्पिटल चाहिँ भने चाहिँ म सबै त्यहाँ अहिले जान सबैले चिन्छ, डक्टरहरूले सबै। 9 साल भने कम्ती हो अन्त। अन्त मलाई आज हिजो त्यो 1 महिना 1.5 महिनाको त मलाई याद लाग्दैन। कस्तो खाले बिमार लिएर आउँदैछ त्यस्तो मैले बिजोग देखेँ। मेरो छोरीभन्दा पनि अझै बिजोग पनि देखेँ। र पनि मलाई त्यहाँदेखि अलिक सन्तोक लाग्यो। त्यहाँबाट म मन डर गरेर अनि घरमै बसेँ। म माथि वार्डमै बसेँ। यहाँ घरमा अब त्यतिखेर फोन थिएन दाजु। हजुर हो, फोन थिएन। कोही मान्छेहरू आउँथ्यो, आउँदाखेरि सोध्थे, घरमा खबर पठाउँथे, लु यता राम्रै छ अरे, माथि अलि जाति छ अरे, अनि अब भनिदिनु तपाईँहरूले भनेर। अब त्यसै नसुर्ताइ कामहरू गरोस्, अब त्यो अब बेसी होइन, सोटेको भाडाहरू यताउता गर्दै गरोस् भनेर त्यस्तै खबर पठायो। अब आज हिजो पो फोन छ र घरमै भेटेको जस्तै हुन्छ। अन्त त्यस्तै दुःख खटेर आयो दाजु। अब अहिलेसम्म त्यस्तै छ। त्यस्तै छ दाजु मेरो त। ल बाउ, म फेरि 1 महिना पछाडि आउँछु, त्यतिखेर चाहिँ म घरमै आउँछ अरे भने नानीलाई पनि भनिदिनुहोस् न तपाईँले। ल यतिको लागि बोलाएको तपाईँलाई होइन, अलिकति खर्च पनि हुन्छ होला भनेर नि दिइराख्नु पऱ्यो भनेर नि। ल बाउ, ल धेरै धन्यवाद दाजु।